के तपाईँको बच्चाको तौल सही छ? हजुरहरूको 2 वर्ष मुनिको बच्चाहरू हुनुहुन्छ भने हजुरहरूसँग पक्कै पनि यो बाल स्वास्थ्य कार्ड छ होला र यो बाल स्वास्थ्य कार्डबाट हामीले बच्चाको तौल सही तरिकाले बढेको छ कि छैन भनेर पत्ता लगाउन सक्छौँ। कसरी पत्ता लगाउने त? बाल स्वास्थ्य कार्डलाई 2 भागमा बाँडिएको छ। यदि तपाईँहरूको बच्चा बालिका हुनुहुन्छ भने यो माथिल्लो भागमा हेर्नुहोला र बालक हुनुहुन्छ भने तल्लो भागमा हेर्नुहोला। र यहाँनिर बच्चाको उमेर दिएको छ 0 देखि 24 महिनासम्म। यतापट्टिको भागमा बच्चाको तौल दिएको छ जुन केजीमा यहाँनिर हामी बच्चाको महिनामा उमेर हेर्छौँ र बच्चा तौलिसकेपछि यो साइडमा बच्चाको तौल लिन्छौँ र यसरी यो महिनाको भागमा जान्छौँ र यताबाट तौलको भाग हेर्दै आउँछौँ र जहाँनिर पर्छ त्यो भागलाई चाहिँ हामीले इन्डिकेट गर्छौँ। र यहाँ 3वटा कलरहरू दिएको छ, एउटा हरियो, एउटा पहेँलो र अर्को रातो। हरियो भनेको बच्चा एकदमै राम्रो छ, बच्चाको वृद्धि विकास राम्रोसँग भइरहेको छ। यसै गरी पहेँलोमा परेको छ भने बच्चा जोखिममा छ, बच्चा जति महिनामा उसको तौल हुनुपर्ने हो त्यो महिना अनुसार उसको तौल छैन। जोखिममा परेको बच्चालाई हामीले उसको पोषण अवस्थामा सुधार गर्ने, केही रोगहरू लागेको छ भने त्यसको उपचार गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। रातो भागमा परेको छ भने बच्चा एकदमै अति जोखिम अवस्थामा छ, को तौल एकदमै कम छ भनेर हामीले बुझ्ने गर्छौँ। बच्चा यदि रातो भागमा र पहेँलो भागमा परेको छ भने बच्चालाई एकदमै ख्याल गर्नुपर्ने हुन्छ। बच्चालाई जाँचको लागि स्वास्थ्य संस्थामा अथवा नजिकैको अस्पतालमा लगेर तपाईँले बच्चालाई जाँच्नुपर्ने हुन्छ। र यदि बच्चा कुपोषणमा परेको रहेछ भने त्यसको थप उपचार गरेर बच्चाको तौल सही गराउनु पर्ने हुन्छ र बच्चालाई सुपोषित गराउनु पर्ने हुन्छ।